हेलो गाइस, तपाईहरुलाई मेरो मिनी भ्लगमा स्वागत छ। आज पनि हामी चाहिँ च्याउ खोज्न अनि गोरु हेर्न जाँदैछौँ। आज दिदी अनि गोरु अनि उता चाहिँ जाँदै हुनुहुन्छ। हामी चाहिँ पछाडी छौँ। हेर्नु न, हेर्नु एकचोटि फरक्क फर्केर। हेलो हेलो, म चाहिँ यता छु। हेलो गाइस, आज चाहिँ च्याउ भेट्टेन। यति जम्मा यति भयो। आजको दिन च्याउ नै छैन, बेकारमा आएछ। जङ्गल झन् यस्तो डर लाग्दैछ नि, के न हो भनिरहेको। दिदी तलबाट देउले च्याउ हेरेर आउँदै हुनुहुन्छ। कता बिल्नु भयो? हेर्नु न, जङ्गल कस्तो छ, कति डर लाग्दो। कस्तो हुने यार, म यता पहिलोचोटि आएको हेर्नु गाइस, हामी चाहिँ खोलामा आइपुग्यौँ। वहाँ त्यो टाढामा भएको मान्छे कति टाढा बुटेनीको खोलामा ज्याकेटको मान्छे बुटेनी। दिदीले दुःख गरेर बस्नुभएको छ। हाम्रो च्याउ हेर्नु गाइस, खोला हेर्नु गाइस, कति दामी खोला छ। वाउ वाउ वाउ, हेर्नु न। यो खोलामा म पौडी खेल्न जान म त बुढेर मरिहाल्थेँ होला सायद। पानी पर्ला भएको छ है। जुवाकोटको मान्छे बुटेनी डीको स्कुल। हामी चाहिँ पानी परेर बसिरहेको छौँ साथीहरू। अब गोरु आउन त्यसै छ। यता दिदी, यता पानी परिरहेछ। साथीहरू, पानी परेर बिजुकै भयो। आज त गाह्रो छ, कति ठुलो पानी परिरहेछ, भल बगिरहेछ। हेर्नु न, कति ठुलो पानी परिरहेछ। ओडा ओडेर बसेछौँ। गोरु अझै आएको छैन। गोरु बाख्रा परिरहेको, आउँदै आएनन् अझै। च्याउहरू त्यता छ, अरू जो सामानहरू दिदी यता गर्नु छ, उहाँले हेरिरहनु भएको छ। म यता छु। अब घर गएर भेटौँला है साथीहरू। गोरु आउँदैछ त, गोरु आउँदैछ। हेर्नुहोस् गाइस, गोरु पनि आयो, बाख्रा पनि आयो। यता पानी खाँदैछ भिजेर। छाता ओढी यो मनसा दिदीलाई हेर्नुहोस्, मनसा दिदीले च्याउ राख्दै हुनुहुन्छ। हामी बसेर नि दिदीले यतिका खोजेर आउनुभयो। कति छन्? दिदी, दाई अनि मनसा दिदी। थिएँ अस्ति त। बाख्रा हाम्रा बाख्रा नै हेर्चुका हेर। आजको माछा गाइस, आजको च्याउ अनि के भन्छ माछा। म त माछा पनि खाँदिनँ, च्याउ पनि। यता छु। सबैजनालाई बाई बाई। अब चाहिँ म गएको। अब
भिडियोमा भेटौँला।